साईराम। मेरो नाम रवि श्रेष्ठ। मेरो घर धरान 13 वार्ड नम्बर दुसरे। सर्वप्रथम बाबाको 100औं बर्थडेको दिनमा म साथै मेरो परिवारबाट बाबाको चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गर्न चाहन्छु र बाबालाई जन्मदिनको शुभकामना पनि दिन चाहन्छु। म आजभन्दा 44-45 साल अगाडिदेखि नै यो भगवान् बाबाको चरणमा आएको, किनकि 2045 सालदेखि यो सत्यसाई मन्दिर धरानको शिलान्यास गर्दाखेरि त्यहाँदेखि चाहिँ म यहाँनिर आबद्ध भएको। हुनु त मेरो बाल्यकालै बाल विकासबाट नै म हिँडेको हो, किनकि बाल विकासमा आफै प्रधान हुनुहुन्थ्यो हाम्रो र उहाँको श्रीमती र उहाँले गर्दाखेरि नै म 0 पोइन्टमा चाहिँ बाल विकासदेखि नै म भजन कीर्तन गाउने गर्दै हिँड्दै थिएँ। जे होस्, भगवान्को कृपाले गर्दाखेरि आजसम्म मलाई एकदमै राम्रो भएको छ, किनकि मैले धेरै सेवाहरू गर्न पाएँ। भगवान्को चरणमा गएर बाबाको स्पर्श गर्न मैले पाएँ र बाबाको हातबाट मैले अमृत विभूति पनि मैले सिर्जना उपलब्ध गर्न पाएँ र भगवान्को बाबाको बर्थडेमा पनि मैले स्वामीको अगाडि बसेर मैले भजन कीर्तन बाबालाई मेरो कलाहरू र मेरो भजन बाबालाई सुनाउनु मैले पाएको छु। बाबाप्रति मैले एकदमै हार्दिक श्रद्धा अर्पण गर्दछु। पहिला पनि हामी नारायण सेवा भन्थ्यौँ र हाम्रो यो ध्यान शिविर भयो र मूलघाटमा ध्यान शिविर, नारायण सेवा भने हाम्रो मेडिकलमा पहिला नारायण सेवा हुन्थ्यो र विष्णु पाद्यक्रम हामीले युथहरूले धेरै सेवाहरू गऱ्यौँ। हाम्रो उद्देश्य भनेको नै सेवा नै सबभन्दा ठुलो धर्म हो, होइन? बाबाको सेवा नै गर्नु, किनकि दाहिने हातले सेवा गर्दाखेरि देब्रे हातले थाहा नपाओस् भन्ने हाम्रो बाबाको एउटा के भन्छ वचन हो। र त्यस कारणले मैले धेरैपल्ट नै बाबाको दर्शन गर्न पाएँ, किनकि मैले पुट्टपर्ति पनि मैले बेङ्गलोर सिटी भयो, मैले बाबाकोमा धेरै मैले पहिला सायराहरूलाई गाइड गरेर पनि मैले गर्थेँ होइन। जति पनि बिमारीहरू हार्ट पेसेन्टहरू हुन्थ्यो उहाँहरूलाई पनि मैले सेवा गर्नलाई लान्थेँ र मैले मोनिटरिङ गरेर उहाँलाई मारे ल्याउने कामहरू मैले गरेँ र सत्यसाईमा मैले ठुलो योगदान पनि मैले गरेको छु। कि भगवान् बाबाले सेवा दिनुभएको त्यतिखेर मलाई दिनुभएको, किनकि भर्खर हामीले धेरै सामग्रीहरू पनि हाम्रो सत्यसाईको सामग्री हाम्रो दोकान छ, त्यसमा पनि हामीले इलामहरू गएर हामीले घिउहरू ल्याएर यहाँ पकाएर नौनी घिउ बनाएर ल्याएर हामीले बेच्ने गर्थ्यौँ होइन। अब यहाँको विभूति भयो, मालाहरू भयो, फोटोहरू पनि हामीले प्रशान्तिमा गएर ल्याउने गर्थेँ, किनकि अङ्कलले मलाई जिम्मा दिनुभएको थियो र मैले आफ्नो जिम्मेवारी मैले पुरा गरेँ। त्यस कारण चाहिँ मैले सधैँभर भगवान्को चरणमा साष्टाङ्ग दण्डवत गर्न चाहन्छु कि अब अहिले पनि यो सेवाहरू मैले पाइ नै रहेको छु, म गरिरहन्छु। जबसम्म मेरो सास रहन्छ तबसम्म म गर्नेछु सेवाहरू। तर के गर्नु, आफ्नो परिस्थितिले गर्दाखेरि कहिले सेवामा आउनु पाइँदैन होइन। त्यही भएर अहिले जे छु भगवान् बाबाको कृपा छु। पहिला म बेरोजगार हुँदाखेरि पनि मैले के गर्ने कसो गर्ने भन्ने हुँदा, तर धेरै सपनामा बाबाले मलाई मार्गदर्शन दिनुभएको छ कि अहिले यसो गर उसो गर भनेर मलाई मार्गदर्शन दिनुभएको सपना पनि मलाई धेरै बाबाले मलाई गर्नुभएको छ। त्यस कारणले मैले बाबाको मार्गदर्शनलाई मैले साथ लिएर मैले बाबाको उपदेश र सन्देशलाई मैले अघि बढ्दै मैले हिँडेँ र अहिले पनि म सेवाहरूमा जान्छु। आफ्नो सक्दो मैले सेवाहरू गर्न सक्ने होइन क्षमता अनुसारको मैले गरिरहेको छु र भगवान्प्रति मलाई यति विश्वास छ कि होइन, यति विश्वास छ कि मैले जे छ भगवान्ले गर्दाखेरि म आजसम्म यहाँसम्म म आएको छु। मेरो परिवार, मेरो सबैजना पनि अहिले सुख आनन्द राम्रै छ। त्यस कारणले सधैँभरि भगवान्को यस्तै सेवा गर्न पाऊँ र फेरि पनि भगवान् बाबालाई मैले 100औं वर्षको जन्मदिनको शुभकामना दिन चाहन्छु। सधैँभरि मलाई साथ दिनुहोस्, हो तपाईँको साथ मलाई चाहिन्छ। तपाईँको आशीर्वाद मेरो शिरमा हुनेछ र तपाईँले दिएको मार्गदर्शन अगाडि म अवश्य म अघि बढ्दै जानेछु र बाबाको सन्देशहरू सुनाउने मौकाहरू दिइराख्नु भएको छ र म पुर्याउने छु भन्ने आशा राख्दछु। र त्यसै कारणले अन्तिममा भगवान् बाबाको फेरि पनि जन्मदिनमा शुभकामना अर्पण गर्दछु। ओम साईराम।